पर्सा चौकबाट चाहिँ हामी यहाँ अब बाइकमा उताको घर जान लाग्छौँ। उसको दोस्त यानि साथी चाहिँ आएको छ हामीले लिन। यहाँबाट चाहिँ हल्का पर पर्छ अनि त्यसले चाहिँ बाइकमा हामी गइरहेछौँ। त्यही भएर अब एकछिन उसको घर पुग्छौँ। फाइनली हामी पुग्यो उसको घर। यो चाहिँ हल्का घर हो यहाँ। यो रुममा चाहिँ म बस्ने। अब यहाँबाट चाहिँ खानासँग खाएर भोलि बिहान चाहिँ हामी जन्ती जान्छौँ। जन्तीमा आएको छु सहारा डेजर्टमा। यो डेजर्ट कसरी सुक्खा छ र म क्याक्टसको छेउमा छु। पानीको स्रोत यहीँबाट हो। पुगेको छ रुखको मुनि जङ्गलको बिचमा हाम्रो स्टे छ होइन। तपाईँ स्टेको हामी जङ्गलको मुनिमा चाहिँ स्टे गरिरहेछौँ। यो चाहिँ दाइ पनि आउनु भएको छ होइन। स्टे चाहिँ हाम्रो जङ्गलको मुनि छ होइन दाइ। तर जङ्गलबाट बाहिर जाँदाखेरि पुरै डेजर्ट छ। नपत्ता हेर्नु यो सब डेजर्ट हो र हामी जङ्गलको बिचमा छौँ। साइडबाट रुख छ। साइडबाट रुख हो र हामी जङ्गलको बिचमा छौँ। बिचमा पहिला जङ्गल त्यसपछि डेजर्ट। डेजर्टको बिचमा चाहिँ यो हामी बसोबास अनि यहाँ स्विमिङ पुलको व्यवस्था र पानीको स्रोत खानलाई चाहिँ हामी यो क्याक्टसलाई युज गर्नेछौँ। यहाँ सबभन्दा ठुलो स्रोत जन्ती पुग्ने बित्तिकै हामीलाई चाहिँ यहाँ अब खाजासाजा चाहिँ लगाइयो होइन। अन्डा, काजु, बदाम, बिस्किट, नमकिन र मिठाईहरू चाहिँ छ। खाजा खाएपछि पानतिर लाग्यो हामीहरू। पान अनि त्यसपछि हामीले कफी अनि बल्ल निकाह हुन्छ। अब चाहिँ निकाहपछि चाहिँ हामीले खोलाको उहाँहरूको हो। अनि यहाँबाट निकाह भएर चाहिँ त्यसपछि चाहिँ हामी अन्तिममा चाहिँ हल्का अब यसो दुवा हुन्छ होइन। दुवा भएपछि अनि त्यसपछि हल्का चक्लेटहरू खजुरहरू बाँडिन्छ होइन। त्यो सबै बाँडेपछि अनि लास्टमा चाहिँ खानपिन हुन्छ। खानपिन भन्दा नि भोजसोज खाएर हामी जन्ती भएको सबै फर्किन्छौँ। अनि त्यसपछि चाहिँ बेहुलाले चाहिँ बेहुलीलाई अब फर्किनुहुन्छ। यहाँ चाहिँ निकाह सकिसकेको छ। अब निकाह सक्ने बित्तिकै अब हामीले छोराहरू बाँडिन्छ सबलाई खुसी भएर होइन।